Hello. यहाँ आऊ नानु कुनलाई जाऊँ तलको तलको माथिको लिन्छु म ओहो ल जाने हो लाने हो मलाई कहाँ जाने ल कहाँ लाने हो कि होइन र रसना तिमी जाने कि नजाने जाने हो कहाँ अहिले ल अहिले कि लेट्स गो ये गर हेलो एभ्रिवान नमस्कार ह्याप्पी न्यू इयर 2082 अनि हाम्रो चाहिँ न्यू इयर भ्याकेसन मोड अन भएको छ के छ भन्न कहाँ जान लाग्यो हामी छुट्टा छुट्टै ठाउँ 2-3टा ठाउँ जाँदैछौँ होइन सो फर्स्ट चाहिँ हाम्रो थाइल्यान्ड आज हाम्रो ब्याङ्ककको राति 11:30 बजेको टिकट छ फ्लाइट छ सो सी यू देयर गाइस फाइनली चेक इन भयो अब चाहिँ हामी फ्लाइटको पर्खाइमा छौँ भर्खर बज्दैछ 8:30 भयो होइन 11:30 को फ्लाइट छ अझ 3 घन्टा बाँकी छ है 3 घन्टा कफी खाने स्न्याक्स खाने अनि किप इन टच हामी फ्लाइटमा चढेपछि सर्ट भिडियो हाल्छौँ अनि त्यसपछि भेट्नेछौँ थाइल्यान्ड ब्याङ्ककमा फाइनली बोर्डिङ हुँदैछ थाई एयरवेज जसको गाइड फाइनली बोर्डेड टु TG310 Thai Airways heading to Bangkok. फाइनली हामी पटाया ब्याङ्कक बस्ने प्लान थियो तर ब्याङ्कक बसेन किनभने कोरल आइल्यान्ड जानुपर्ने छ सो पटाया अनि चाहिँ बुढी आएर यहाँ सुति पनि सक्यो है हेलो के छ सुतिसक्यो होइन सो यो चाहिँ पटाया हो बाफ पुरै बाफ छ पटायाबाट हामी कोरल आइल्यान्ड जान्छौँ बोटमा स्पिड बोटमा 10-20 मा लगभग 2 घन्टा रेस्ट गर्छौँ होइन आँखा यस्तो भइसक्यो अनि 2 घन्टापछि हामी सिधै कोरल आइल्यान्ड वेलकम ब्याक गाइस फाइनली 2 घन्टा सुत्यो है जम्मा 2 घन्टा अब चाहिँ हाम्रो डेस्टिनेसन कोरल आइल्यान्ड आज फर्स्ट डे फर्स्ट ब्लग आउँछ काठमाडौँ टु पटाया भनेर होइन लाइक सेयर सब्सक्राइब गरिदिनु होला र कोरल आइल्यान्ड एकदम रमाइलो छ गाइस किप इन टच हामी देखाउँछौँ है के गर्छौँ हेर्नु होला एरिया आमा होटेलमा त के साह्रो नेपाली के साह्रो इन्डियन हो के साह्रो गोरो देख्यो म बुढी छैन यो लाइटले गर्दा जस्तो देख्यो गाइज होइन साउथ इन्डियनले भरिरहेछ होटेल इन्डिया गएको हो कि थाइल्यान्ड आएको हो थाहा छैन अब कोरल आइल्यान्डको लागि हामी चाहिँ बिहान यही कारमा आएको हो क्या ऊ त्यो खोइ गइसक्यो अघि त्यो थियो त्यो चेबल लट हो नि चेबल लट हाम्रो गाडी आउन ढिला भएको छ भेहिकल नम्बर 5843 भन्थ्यो है गाडी खोज्दैछौँ हेरौँ did you find it brother? Maybe not coming yet, mister. It hasn't come yet. Yeah, I will inform you when the driver is coming. Okay. So driver आएपछि चाहिँ इन्फर्म गर्छु भन्यो एउटा भाइले थाई भाइले होइन यो त खासै इङ्ग्लिस चाहिँ बोल्दो रहेछ है या
destination is Coral Island. Island. Right? Okay. Yeah. Coral Island. Okay. Okay. Thank you, brother. Welcome to the पानी रहेछ गर्मी छ पानी चाहिँ खाइदिनु Yo, everybody, say hello to Mr. Sonam Rakau. And here is Mr. Robin Acharya, heading to Coral Island. Guys, finally Pattaya. So this is Pattaya for Samudra. We are going for speedboating to Coral Island. Coral Island, होइन. So we are going to Coral Island, guys. Pattaya is quite beautiful, quite hot, right? Very hot. And we are getting darker. Sunscreen ले काम गर्न अलि छोडे जस्तो छ बिहान गोरो देखेको थियो हैन बेलुकासम्ममा कालो भइन्छ है And we have lots of Indian friends on our back with their Thai girlfriends. And I have my wife over here. I'm ready. अब अलिकति भ्यू खिचिन्छ है उता स्पिड बोटिङको लागि हामी यहाँ लाइन बस्छौँ अनि ल भने हाम्रो स्पिड बोट आयो अब स्पिड बोट चाहिँ यहाँ बस्छ टक्क लगाएर स्पिड बोट एन्ड फाइनली है प्याकेजमा चाहिँ नआउनु भयो फोटो खिच्दै दिँदैन Like, share and subscribe. प्याराग्लाइडिङ बुढीको पालो है अलिअलि पैसा खर्च गर्छु बेस्ट अफ लक हैव अ गुड टाइम फ्लाइ लाइक अ बर्ड मेरो पनि खिच्दै है फेरि यसो गर्ने मुखमा लाग्छ मेरो ल घुम्दा फिर्दा कोरल आइल्यान्ड आइपुग्यो यो चाहिँ एउटा बिच हो होइन यस्तै वाटर गेम्सहरूको लागि फेमस रहेछ है अब हाम्रो टिम चाहिँ धेरै अगाडि आइपुगिसकेको छ कतिजना हो हामी त दुईजना हो यो क्युआइडी लेखेको छ है क्युआइडी ल गाइस फाइनली स्विमिङ गर्ने टाइम भएको छ अब बिचमा रमाइलो गरिन्छ हामी है Vai, buddy. Vai. So guys, this is all from Coral Beach at Pattaya.
नाउ वी विल हेड टु पटाया बिच होइन पटाया बिचमा चाहिँ हाम्रो लन्च हुन्छ लन्चपछि हामी जान्छौँ होटेलमा फ्रेस हुन्छौँ अनि भोलिको एपिसोड आउँछ सायद आजको एपिसोड यसमा आउँछ होला लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला गाइस आँखा पिरो भइरहेछ है नुन पानी गरेर सी गाइस See you. So guys, the video for Pattaya ends here. Day 1. Like, share, and subscribe. Welcome back, guys. हामी चाहिँ घुमेर आएर रुममा छिरेको निदाइएछ अनि फेरि आज फेरि यो पटायामा वाटर फेस्टिभल रहेछ हाम्रो होली जस्तै के हो पिचकारी हानेर धुन्न छ हैन Thank you, Buddha. Love you. ल हेर्नुहोस् है नाइट लाइटिङ यो अब हामी चाहिँ इन्जोय गर्दै पटायामा Not even.